जय शम्भु हर हर महादेव सम्पूर्ण भक्तहरुमा मेरो नमस्कार। आजदेखि मैले पनि भ्लग सुरु गरेकी छु। हजुरहरुले टिकटकमा जसरी मलाई मन पराइदिनु भएको थियो, अब भ्लगमा पनि त्यसरी नै मन पराइदिनु हुन्छ भन्ने आश राखेकी छु। अरु त केही पनि जान्दिन, त्यही हो अब घरमा जे हुन्छ त्यस्तै त्यस्तै कुराहरु देखाउने त हो। आज सबैले अब पूजा गर्नुभयो होला। यता निर्जला एकादशीको दिन पूजा गर्न नपाउँदा अलि कस्तो कस्तो लाग्दो रहेछ, खल्लो खल्लो लाग्दो रहेछ। सधैँ व्रत बसिराख्ने, पूजा गरिराख्ने, आज पूजा नि गर्न पाइएन, व्रत नि बस्न पाइएन। त्यही भएर अलि मन अधेरो भएछ। मन अधेरो भयो नि अब घरको काम त गर्नै पर्यो। त्यसैले पहिला घर कोठाहरू सलक्क बनाए अनि आज मैले घरमा भएको सबै कुराहरू निकालेर बाहिर लगे अनि सबै कोठाको सामानहरू धोएर सुकाइयो। बुढाबुढी मिलेर आज सबै निकालेर सुकाइयो। घाम लागिरहेछ यतातिर। अब साउन पनि आउन लाग्यो, त्यही भएर अब कोठाहरू सफा गरेँ। तुलसीको बिउ राख्न त पाइएन के रे, अब नपाए नि अब खोजेर ल्याएर भने नि सार्नु पर्ला। अनि मेरो बुढाले सबै काम भ्याउनु भयो अनि बुढा काममा निस्किन लाग्नुभयो। जटा हेर्नु त कति लामो मेरो बुढाको। यही हो आजलाई अब यति नै भयो। अब हजुरहरूलाई पछि फेरि म अरू कुराहरू पनि देखाउँदै जान्छु। अब अहिले यतिखेर मेरो पूजा गर्न मिलेको छैन, त्यही भएर यतिकै बस्नुभन्दा अब यस्तै गरेर हजुरहरूको समक्ष सानो भने नि भ्लग लिएर आउने छु। मन पराइदिनु होला। मेरो घरमा को हुनुहुन्छ, मेरो श्रीमान कस्तो हुनुहुन्छ, मेरो सन्तानहरू कस्तो हुनुहुन्छ, हामीले के गरिन्छ, त्यो सबै कुरा म हजुरहरूलाई बिस्तारै बिस्तारै देखाउँदै जान्छु। अब अहिले बल्ल आज सुरुवात हो, त्यसले गर्दा अब यसलाई पनि मन पराइदिनु होला। हजुरहरूले गर्नुहुन्छ, माया गर्नुहुन्छ भन्ने आशले मैले यो भिडियोहरू बनाउन सुरु गरेकी छु। हुन्छ हस्त नि। जय शम्भु।